गर्ने यस्तो गरेर यस्तो लगाउने यो खोल्यो हेर्नु यो खोल्यो अब यसलाई यस्तो आज म तपाईहरुलाई यो ड्रिलले काँटी कसरी हान्छ म तपाईहरुलाई देखाउने छु यसले काँटी कसरी कस्छ पहिला यसमा यसरी हाल्यो यसरी हाल्नुको पछि हेर्नु यहाँ चेक गरे पहिले फलम कहाँ छ यसरी चेक गर्ने अब यहाँ छ फलम यहाँ छ भने अब यो यसरी लगायो अनि यहाँ यस्तो गर्यो पछि यसलाई खोल्नु परेमा यसको यो जुन चाहिँ बटन छ यसलाई यस्तो गर्ने यस्तो गरेर यस्तो लगाउने यो खोल्यो हेर्नु यो खोल्यो अब यसलाई फेरि काँटी ठोक्नु परेमा यस्तो गर्ने अनि यो चाहिँ जुन छ अघि यस्तो थियो अब यसलाई यस्तो गर्ने यस्तो गरेर यसलाई हेर्नु कति मजाले गयो यो चाहिँ लेफ्ट राइट हुन्छ यस्तो गर्ने हुन्छ यो चाहिँ खोल्ने हो यो चाहिँ यस्तो गरेपछि यो चाहिँ कस्ने हो